वेलकम ब्याक टु आवर च्यानल सबिन सर ब्लग्स र आज हामी चाहिँ फेरि साथीहरूसँग यसो टाइम पासको लागि बोजिनी ड्याम जाँदैछौँ र अहिले चाहिँ हामी नरकोट जाँदैछौँ कमल विनायकबाट चाङ्गुनारायणको नगरपालिकामा छौँ र यो अहिले भर्खर बनेको ब्रिज हो र हामी जाँदै गरेको ठाउँ चाहिँ बोजिनी ड्याम हो। हामी प्रिभियस पनि पहिला पनि गइसकेको छौँ, भिडियोहरू सक्नुहुन्छ र यति भन्दै भिडियोलाई इन्जोय गर्दै तपाईँले लाइक सब्सक्राइब के छ ठोकिहाल्नु। डाँडामा छ क्या, डाँडामा बाटो पनि राम्रो आउने क्या है, सरर केही खाल्टाखुल्टी छैन रहेछ। छैन सम्म अनि हामी नगरकोटकै त्यो उकालो जाने हो, त्यहाँ पुग्नै पर्दैन। नगरकोट यता पऱ्यो, हामी जाने यता। ए त्यहाँ भयो। यहाँ चाहिँ कस्तो ठाडो उकालो छ, त्यहाँसम्म अब ठाडै ठाडो हो यहाँबाट। यहाँ होइन, अलिक उताबाट ठाडै ठाडो छ। ए तर पिच होला पुरै, पिच चाहिँ सबै पिच। मास्तिर त यस्तो राम्रो छैन, अब बनायो कि फेरि। बाटो चाहिँ सानो रहेछ नि त, बाटो चाहिँ सानो। यो नेचुरल साउन्ड है, यो किराहरू क्या। हेलो गाइस, र अहिले हामी बोजिनी ड्याम आइसकेको छौँ र हामीले आफ्नो साधन पार गरेको छौँ। पहिला र अहिले खासै केही फरक छैन। अब तपाईँलाई फेरि यहाँको वरिपरि म सिन देखाउने छु। कस्तो लाग्यो नबिस ड्याम? सही हो, सही हो। गाइजहरू भिजिट गर्नुहोस् है यो ठाउँलाई। के अरे नाम? बोजिनी ड्याम। एज यु क्यान सी गाइज, ड्याम शीतल चिसो ठन्डा ठन्डा कुल कुल। वहाँ एकदम नेपालको जल्दै के अरे ब्याट्री चाहिँ हल्का उयो भयो क्या, ब्याट्री हल्का जान थाल्यो कि, त्यही कारणले। ए अनि यसो गर्दै जाँदैन। र गाइजहरू हाम्रो चाहिँ यहाँ सेल्फीहरू, अब यहाँ केटा डेनमार्कबाट आएको विदेशी लाउरी छ, डेनमार्की लाउरी, त्यसलाई घुमाउन आएको खास हामी यहाँ। म पहिला पनि आइसकेको छु र फोटो सेसन चल्दैछ केटाहरूको। यो चाहिँ स्पेसल नर्वेसको लागि ल्याएको ठाउँ हो।
यहाँबाट पनि आफ्नो भ्यू भन्नुहोस् केही भन्नुहुन्छ भ्यू एकदम राम्रो देखिन्छ एकदम शीतल चिसो चिसो मौसम छ अहिले आउँदाखेरि तपाईँलाई एकदमै राम्रो पारिलो मौसम देखिन्छ दृश्य देखिन्छ काठमाडौँको फुल भ्यू देखिन्छ र तपाईँको पिज आउनु पर्ने छ अफरोड छैन कुनै पनि गाडी बाइकमा आउन सक्नुहुन्छ स्कुटर पनि आउन सक्नुहुन्छ यति भन्दै अब हामी हाम्रो ब्लगलाई चाहिँ यहाँबाट इन्ड गर्नेछौँ र अर्को ब्लगमा भेट्नेछौँ यतिन्जेलसम्मलाई स्टे ट्युन गर्नु होला सब्सक्राइब गरिदिनु लाइक गरिदिनु बाई बाई र फाइनली गाइज खाजा खाने टाइम भएको छ अहिले हामी बर्गर हाउसमा आएका छौँ